फाइनली गाइस हामी चाहिँ साथीसँग भेट भइसकेको छौँ। यहाँ एउटा साथी लिन आइसकेको थियो। यहाँ साथीको घरमा आएको म चाहिँ साथीको घरमा आएर यहाँ बसिरहेको छु। अनि मेरो नानी पनि यहाँ छ। उसको नानी चाहिँ सुतिरहेको छ। अनि सो अहिले चाहिँ म देखाउँछु तपाईँहरूलाई। सो गाइस मेरो साथीको छोरी मैले चाहिँ समय सकेको छु। यहाँ हेर्न सक्नुहुन्छ। अनि मेरो छोरा चाहिँ यहाँ भुइँमा खेलिरहेको छ। अनि यता म अनि यहाँ ठुलो मान्छेको मुख हेर्न आएको आज बल्ल बल्ल साइड परेर नखाली होइन तिमी नखाली हो कि नखाली हो कि नखाली मलाई अप्ठ्यारो भयो। यो मेरो साथीको छोरी हो। मेरो छोरा चाहिँ साथीले बोकेर गएको छ। म चाहिँ उसको छोरी यहाँ उसको छोरीलाई ऊ चाहिँ 2 महिनाको मेरो छोरो 5 महिनाको छ। सो गाइस छेडिँदै गर्नु होला। बोल्न त जान्दिनँ होइन म अप्ठ्यारो भइरहेको छ क्या नानी बोकेर। हामी चाहिँ फाइनली साथी अब हामी चाहिँ छिट लेभल आउन लागेको छ गाइस। तपाईँहरू हेरिदिँदै गर्नु होला। मेरो साथीले चाहिँ मेरो छोरा पनि अनि उसको छोरी पनि लिएर बसिरहेको छ। गाइस अब हामी चाहिँ छिट्टिने बेला आइसक्यो। अब ठुलो मम्मीको मोबाइलमा हेरिदेऊ। ल मेरो छोरालाई फेरि पठाइदेऊ। हाम्रो चाहिँ चलन छ फेरि साथी जान्छ भनेर। मेरो छोराको चाहिँ एकदम यहाँ बाई बाई मगाए ल हेरिदेऊ मोबाइलमा हेरिदेऊ बाई बाई। ओइ ल गएको ल ल अब हामी त निस्क्यौँ अब साथीको घरबाट। केही नदिए पनि हैन त्यो चाहिँ आयो खायो त नि।